हेलो एभ्रिवान, आज हामी नेप्सेको स्विङमा जेठ 1 देखि असार 13 सम्मको टाइम फ्रेम लिएर एउटा सेक्टरको एनालाइज गर्नेछौँ र यो टाइम फ्रेमको दौरानमा जेठ 1 देखि असार 13 सम्म नेप्से 19% बढ्न सफल भएको छ भने त्यही टाइम फ्रेमको दौरानमा लाइफ इन्सुरेन्स सेक्टर कति पर्सेन्टले बढेछ हेरौँ। र त्यही टाइम फ्रेमको दौरानमा लाइफ इन्सुरेन्स सेक्टर चाहिँ लगभग 40%ले बढेको छ र त्यस्तै गरी लाइफ इन्सुरेन्स सेक्टर 40%ले बढ्दाखेरि लिडिङ गर्ने स्टकहरू चाहिँ कुन कुन छन् भनेर अब हामी हेरौँ। हेर्दाखेरि पिएलआई 60% को गेन दिएको छ। त्यस्तै गरेर एसएलआइसी 49%, एसआरएलआई 47%, एएलआइसिएल 46%, 20% र एनएलआइसिएल 18%। र भर्खर लिस्टिङ भएको एचएलआई पनि 59% गेनको साथ पुग्न सफल भएको छ। लिडिङ टप 3 स्टक चाहिँ पिएलआई, एसएलआइसी, एसआरएलआई हेर्न सक्छौँ। र अब मार्केट करेक्सनमा आउँदाखेरि पनि फेरि मार्केट बााउन्स ब्याक हुँदा यो तीनटै स्टकले चाहिँ फेरि राम्रो पर्फर्मेन्स गर्ने अनुमान गर्न सकिरहेको अरू स्टक। र यस्तै अरू इन्ट्रेस्टिङ भिडियोहरू हेर्न हाम्रो युट्युब च्यानल नेप्से नर्चरेन्सलाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।